गर्दनहरु भनिरहेको छु यहाँनिर सबै ठाउँ भएछ जे ठुलो नगर छोरी ठुलो बत्ती बाल्दैछ ल मेरो यो गाइस वेलकम ह्याप्पी तिहार आज लक्ष्मी पूजा हो हामी म चाहिँ यति नै हो होइन अब के गर्ने धेरै काम भएर दिनभरि व्यापार गर्नुपर्छ है ड्रेस चाहिँ चेन्ज गरेँ नै हो मेरो चाहिँ के भन्छ किनभने हतार रेडी गरेको कामहरू त्यो गरेर अब पूजा गर्नुपर्छ यति रेडी भएँ म बाछाबाट तानेर अब चाहिँ पूजा गर्ने छोरीले गर्छ हामी पहिला एक्लै नै गर्नुपर्थ्यो अहिले मेरो छोरी ठुलो भइदिएको चाहिँ मलाई आनन्द भएको छ छोरीले नै सबै काम गर्नुहुन्छ अब कुन भिडियो हेर्नुहोस् है हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ छोरीले यो पालि चाहिँ छोरीले अब उसको खुसीको लागि अब उहाँले छोरीले यो पालि चाहिँ कौशीमा माथि पनि रङ्गोली बनाउने भन्नुभएको छ ठिकै छ बच्चाहरूको खुसीको लागि होइन यहाँ बनाउँदैछ आज चाहिँ यतातिर रानी पो स्कुल नगर्नु त छोरी अब बाबु नानाले यो रङ्गोली बनाउने ठाउँमा आमाले कहाँ रहनु भयो आमालाई सोध्नु न हजुर बाबू 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 यता नु आयो हुनु
बर्गनहरू हालिरहेको छु यहाँनिर सबै खानु भइछ चम्चाले गर्छ कि नानी चम्चाले चुरपुर हालेर चम्चाले सुई सुई कस्तो राम्रो देखिरहेको त्यति त बसेछ तिम्रो त भाइ मेरो त बाङ्गो र टेढो म लडु नि के गर्ने भन्दै होइन उति अलिक माटो हालेर हुन्छ नि क्यान्डल नभन्नु क्यान्डल हो हाम्रो त्यस्तै हो आन्टी नर्मल हो यस्तो त भन्यो भने मैले अस्ति स्कुलमा बनाएको थिएँ यस्तो यस्तो अनि यस्तो अब यस्तै त भने हेर्नु त यो पानी त खाँदै भत्काइदिएछ रोडले त्यसो नराख्यो बुढी ट्रेमाथि छ नि दियो पुरै राख्नुपर्छ हातौँले त्यो
kỳ khả nè ê ha miệng lời ê ai cả trời nó Yeah, look at दीदीको खल्टी खाइयो दीदीको खल्टी खाली छ यस्तो भन्छ बैलीले मात्रै यस्तो भन्छ त हामी आशीर्वाद देऊ न आशीर्वाद आशीर्वाद दिनु न आशीर्वाद हात्ती भयो पो दिनु आज हाम्रो सेकेन्ड दिनको पूजा हिजोकै रङ्गोलीमा बत्ती बाले छोरीले यहाँ आज चाहिँ मोमबत्ती पनि सजाउँदै हुँदो रहेछ योपालि चाहिँ नानीले बनाउनु भएको है रङ्गोली चाहिँ अब छोरी हुर्क्यो मलाई पनि राम्रो भयो किनभने अब त नानीले नै गर्नुहुने रहेछ सबै पूजा यहीँ भयो सबैको घरमा बत्ती बाल्नु भइसकेछ है ल है सेकेन्ड दिन है आज चाहिँ हाम्रो लक्ष्मी पूजाको सेकेन्ड दिन भैली माग्न आउँदैछ है यहाँ भाइहरू चाहिँ हाम्रो घरमा नाङ्लोको
बदली थाल तपाईँहरूको चाहिँ माथि बत्ती किन नबालेको बालेछ त यता फर्केर भन्नुपर्छ कहाँ पछाडि फर्केर भन्नुभएको नि यो कत्रो ठुलो भएको है यो करे सन्दीप करे तिम्रो नाम ओ यसको भाइ हो तिम्रै जोडा हो त्यो ल राम्रोसँग जानु ल ल ल राम्रो जानु ल आज सेकेन्ड दिन है देउसी खेल्नेको सेकेन्ड दिन यहाँ भाइहरूलाई देउसी बिदा पार्टी गऱ्यौँ हामीले ठन्डै साँझ पनि यस्तै छ हजुर रानी पो बजारको रौनक चाहिँ यस्तो खालको छ आज चाहिँ हाम्रो चाहिँ अब पसल बन्द गर्न आँट्यो हाम्रो घरमा पनि यस्तै छ हाम्रो नानीले थुन्न सक्नुहुन्छ तपाईँ